साथीहरू नमस्ते, स्वागत छ himal.com युट्युब च्यानलमा। र आज सबैलाई ह्यापी होली। आज होलीको दिन है। के कसो तरिकाले मनाउनु भयो, कुन ठाउँबाट मनाउनु भयो, कसले कहाँबाट मेरो भिडियो हेर्दै हुनुहुन्छ, कमेन्ट बक्समा कमेन्ट गर्नु होला। आजको भिडियो धेरैजना साथीहरूले मलाई कमेन्ट बक्समा कमेन्ट गर्नुभएको हुन्छ, मलाई अटो सिकाउनु पर्यो भनेर र भन्नुभएको हुन्छ, अटो सिक्ने ठाउँ कहाँ छ, कुन ठाउँमा छ भनेर सोध्नु भएको हुन्छ। आज मैले अटो सिक्ने ठाउँ कुन ठाउँमा छ र कसरी सिक्ने भन्ने बारेमा यो भिडियोमा पुरा जानकारी दिनेछु। यो भिडियो पुरा हेर्नु होला र अटोको बारेमा कुनै जानकारी पाउने भए कमेन्ट बक्समा कमेन्ट गर्नु होला। मैले यस्तै खालको भिडियो बनाइराख्ने छु। सर्वप्रथम धेरैजना साथीहरू सोध्नु भएको हुन्छ अटो कहाँ, कसले सिकाउँछ, कसरी सिक्ने भनेर। यसको लागि अहिलेसम्म विशेष कुनै ठाउँमा ड्राइभिङ स्कुल पनि छैन अटोको लागि है। अन्य सवारी साधनको लागिहरू छ, तर भए पनि अटोको लागि अहिलेसम्म मैले देखेको छैन। हाम्रो यहाँ मध्यपश्चिममा चाहिँ छैन, अन्य ठाउँ भएको भए चाहिँ मलाई थाहा छैन है। मध्यपश्चिममा छैन, यता अहिलेसम्म यस्तो छैन। र कतिपय अधिकांश जति पनि अटो चालकहरू हुनुहुन्छ उहाँहरूले चाहिँ पहिला किन्नुहुन्छ, किनिसकेपछि तपाईँको 2-3 दिनमा सिकिसक्नु भएको हुन्छ आफै। यति धेरै गाह्रो हुन्न। यदि तपाईँले बाइक चलाउनुहुन्छ भनेपछि झन् तपाईँले 1 दिनमै मजाले चलाउन सक्नुहुन्छ। यदि बाइक पनि चलाउन सक्नुहुन्न भनेपछि अलिकति टाइम लाग्न सक्छ। तर यसको लागि कुनै अप्ठ्यारो चिज चाहिँ छैन है, तपाईँले विचार गर्नुहोला। र यसको लागि अहिलेसम्म र कुनै यदि म कसैले सिकाउनै चाहन्छु भने पनि यसमा अगाडि बसेर सिक्न चाहिँ सकिन्छ, तर पनि यति अप्ठ्यारो चाहिँ हुँदैन। तपाईँले अलिकति नलेज चाहिँ लाउनुपर्छ, दिमाग चाहिँ लाउनुपर्छ। यति अप्ठ्यारो हुँदैन सिक्नको लागि। तर तपाईँ कुन अवस्थामा ड्राइभिङ स्कुलमा गएर तपाईँले सिक्नुपर्छ भनेपछि, जस्तै तपाईँले अब ट्रायल दिने बेला, लाइसेन्स निकाल्ने बेला चाहिँ तपाईँ ड्राइभर सेन्टरमा गएर त्यहाँ आफ्नै अटो लिएर ट्राई गर्न सक्नुहुन्छ। एक्कासी तपाईँ ट्रायल सेन्टरमा जानुभयो भनेपछि तपाईँको त्यहाँ कुन तरिकाले गर्ने, के गर्ने भन्ने बारेमा थाहा हुँदैन। त्यसैले तपाईँ पहिला ड्राइभिङ स्कुलमा जाने, त्यहाँ अलिकति फिस लिनुहुन्छ, आफ्नै अटो लग्ने र उकालो ओह्रालो अनि एड अनि ब्याग सबै त्यहाँ प्र्याक्टिकल गर्न सक्नुहुन्छ। त्यहाँ प्र्याक्टिकल गरेर तयारी अवस्थामा भएर जानु होला। र त्यसो गर्नुभयो भने तपाईँले सजिलै ट्रायल कटाउन सक्नुहुनेछ। र तपाईँले सुरुमै सिक्न नयाँ लिनुभयो र सिक्न चाहनुहुन्छ भनेपछि तपाईँले 3 दिन बढीमा पर्फेक्ट हुनुहुन्छ। तर भए पनि 3 दिनमै तपाईँले लोड हालेर, प्यासेन्जर हालेर उकालो ओह्रालो सडकमा जान्छु भन्ने चाहिँ नसोच्नु होला। तपाईँले जो सिक्नुहुन्छ त्यही माथि ट्राफिक नियमहरू सिक्नु भएको हुन्न। तपाईँले 2-3 दिनमा चाहिँ अटो हिँडाल्न चाहिँ सक्नुहुन्छ। त्यो अवस्थामा चाहिँ यसो भिडभाड नहुने ठाउँमा, खाली रोड हुने ठाउँमा गएर चाहिँ तपाईँले त्यहाँ गुर्काउनु होला, चलाउनु होला। पहिले तपाईँ पैसा कमाउने आशा चाहिँ नगर्नु होला हैन। त्यो बेला बरु अलिकति खर्चै गर्नु होला। दिनमा 2-3 लिटर पेट्रोल सिद्धियो भने के हुन्छ र सिक्ने हो हैन। त्यो अवस्थामा तपाईँले यदि झ्याम्मै मान्छे हालेर जान लाग्नुभयो भने अब अलिकति क्लचको गियरहरू मिलाउन नसकेर अटो उछेट्टिने, पल्टिने, एक्सिडेन्ट हुने हरेक चिज हुन सक्छ। त्यसैले अहिलेसम्म मैले देखेकोसम्म चाहिँ प्राय आफै सिक्नु भएको हुन्छ र कसैले 1-2 दिन देख्नु पनि भएको हुन्छ। 1-2 दिनमा जुन तपाईँले सेकेन्ड ह्यान्ड किन्नुभयो भने पनि त्यहाँले मजाले एकचोटि सोध्न सक्नुहुन्छ यो कस्तो तरिकाले हो भनेर। र तपाईँले नयाँ निकाल्नु भयो भने नि सोरुमले तपाईँको 1-1.5 घन्टा जति प्र्याक्टिकल दिइहाल्छ हैन। यसरी तपाईँ सिक्न सक्नुहुन्छ। र यदि तपाईँ मध्यपश्चिम हुनुहुन्छ भनेपछि म तपाईँको फ्रीमा नि सिकाइदिन सक्छु। तपाईँ होलीको अफरमा मैले तपाईँहरू यदि डाङबाट हुनुहुन्छ, कुनै हुनुहुन्छ भनेपछि सिक्न चाहनुहुन्छ भने म सिकाइदिउँला 1-2 घन्टा, कुनै फरक पर्दैन है। र त्यसै कारणले तपाईँ अब कुन ठाउँबाट हुनुहुन्छ हैन, कुन ठाउँमा चलाउने सोच गरिराख्नु भएको छ अनि कुन ठाउँ चलाउने विचार गर्नुभएको छ, अब त्यो ठाउँ अवस्था हेरेर चलाउनु होला। पहाडतिर एकदमै खतरा हुन्छ हैन, यो टिनपाङले हो। अब ब्रेकहरू सबै मिलाउन सकेन भनेपछि खतराको जोखिम हुन्छ। त्यसैले अब तपाईँ जति पनि मेरोमा अटो सिक्नको लागि रिक्वेस्ट गर्नुभएको हुन्थ्यो उहाँहरूको लागि यो सन्देश मुलुक भिडियो हो।
र अन्त्यमा तपाईँ कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्नुहोला र तपाईँलाई अटोको बारेमा के जानकारी चाहिएको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। मैले अर्को भिडियोमा जवाफ दिनेछु।